मध्य प्रदेशको रौतहटमा कुकुरी प्रहार गरी महिलाको हत्या, स्थानीयको कुटाइबाट आरोपित गम्भीर घाइते। रौतहटमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ। गुजरा नगरपालिका 5 हरिहरापुरका चन्द्रश्वर शाह कलवारकी श्रीमती 45 वर्षीय रेणुदेवी जयसवालको हत्या भएको हो। रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार 12 को करेमाई गाउँपालिका 8 इटहर बेलाही टोल स्थायी घर भई हाल मृतकै घरमा डेरा गरी बस्ने 35 वर्षीय उपेन्द्र शाह कलुवारले घाँटीमा खुकुरी प्रहार गरी रेणुको हत्या गरेको हुन्। घटनापछि आक्रोशित स्थानीयले उपेन्द्रलाई नियन्त्रणमा लिई कुटपिट गरी गम्भीर घाइते बनाएका छन्। उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल चन्द्रनियारपुरमा लगिएको थियो र त्यसपछि उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगेको डीएसपी गौतमले जानकारी दिए। विवादको क्रममा खुकुरी प्रहार गरी हत्या भएको प्रहरीको अनुमान छ। अब हेर्नुहोस् यो भिडियो। हामीसँग आदेश लिनु पर्दैन। हेलो सर, कहाँ सब बदल यही आवाज लगे ओ मुखियाजी यस्तो दोषै मारेछ, खुकुरी मारेछ गरेर चाहिँ भाग 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 भागै 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 ल ल ल ल ल उन्नीस आदमी घेर ल, उन्नीस से घेर ल ल बैठू बैठू टेंशन नभए बैठू 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 ल आरामले छ ल गरेको ल।